छाता वडी हामी चाहिँ घाममा यस्तो टन्टपुरी घाममा के रङ्गोला होला हामीलाई घुम्न आउनलाई अन्त यस्तो छ अन्त साह्रै घाम छ तल पनि हेर्नुपर्छ फेरि होस् खुट्टा गयो भने त गयो देख्नु छोरीले धरि भनिदिन्छ नि ठाउँ कस्तो छ भनेर त फेरि सबैजना आउनु है उज्जैनी घुम्नलाई परासी स्तूपा भन्नु न स्तूपा उज्जैनी स्तूपा उज्जैनी स्तूपा यो घाममा बरै तल पनि हेर्नुपर्छ फेरि यस्तो खुट्टा फेरि काठको छ यस्तो पलाइ छ यहाँ पलाइमा खुट्टा गयो भन्दा गयो तर कस्तो राम्रो छ नि साह्रै घाम भयो नि कहाँ उडाइदिन्छ है भाइ के हो यस्तो यहाँ त फेरि यस्तो जोडी पनि आउँछन् है उज्जैनी घुम्नलाई स्तूपा भन्ने हो साह्रै घाम छ म त काली भइसकेँ धेरै गर्मी छ भाइ छोरीलाई बोकी यस्तो अन्त ल म त राखेँ